पकाएर छोराको लागि यहाँ कोक छ हाम्रो लागि यो छ यस्तै हो जिन्दगी के गर्नु कहिलेकाहीँ हुन्छ रमाइलो छोराले धेरै नै माया गरेर सम्झे हिजो उसको साथीहरूसँग लास्ट के भन्छ अरे एसी दिएपछि साथीहरू छुट्छ भनेर चाहिँ साथीहरूसँग खान गयो कता गएर अनि आज चाहिँ बाउमासँग बसेर खाँदैछ हामी धेरै खुसी छौँ छोरा बाउ अनि आमा भएर यहाँ रोस्ट अनि बाबुले चाहिँ भात खाँदैछ है हामीले चाहिँ भात हालेको छैन अहिले एकछिनमा हालेर खाने हो ल खाना सुरु गरौँ अनि त्यसलाई चाहिँ तिमीदेखि ल यो चाहिँ अर्को प्लेट है खानु मिल्छ अहिले सारा खानु नबनाऊ है चिसो भएन कस्तो मासु ठिक छ निको मासु काटेन ठिक छ ए तपाईँले पनि भन्दै भनेको थियो अस्ति नै भनेको थिएँ त्यो लिएर अहिले त खै त्यो थाहा थिएन नि त थाहा थिएन भने त्यो पनि थाहा हुँदैन नि त्यही माथि आफै पनि बिरामी आएको थियो बिसाल्नु भएको होइन खाना घरमै खाँदैछु खसीको मासु भात अब सलाद चिकन नल्यायो भने मै आफै सल्नु नभएर सलाद नल्याएको अनि चिसो पनि नखाएको महिनामा तातो चाहिँ खान्छु खोइ झोक्टो लोक्थ्यो जस्तो है दुइटा हालेर खाने बाँदर भन्छ अरे मैले दुइटै हालेर खाँदैछु एउटा हाल्दै पकाएर एउटा हाल्दै सिम्पल ठिक छ अनिसा सुन्नादेखि परिवार निसा तारा जान्दैछ तारा पिकनिकमा तारा निसा सुन्नादेखि बुहारी अनि अनिसा अनि एउटा अर्को भाइ पनि देखेँ है फोटो हाल्नुपर्छ नि पिकनिक मनाउनुपर्छ होइन रमाइलो हुनु राम्रो हो म चाहिँ आफै सल्लिँदैन हो चिसो पनि ठिक छ है तिमीहरूलाई दुईजना खाइसक्यो नि घरमा मिठो भएन कि आज कतिजना खाइरहेछ त्यो मासु रहेछ आज कसरी चिने यार एउटा खसी मासु भन्नु अहिले बेला खसी होइन भन्छु कसरी चिने हजुर खसी मासुमा चिन्छ हो आज पनि थियो तर कर्चिनलाई पनि गएको रहेछ गएन जस्तो लाग्यो पिकनिक आज बिहान मात्रै यो काठमाडौँको कुन ठाउँमा अब त्यो टिचरहरूको रेली हालेर उसको आफ्नै साथीहरूलाई पनि बिचरा हाम्रो यो प्लेट पनि ठिक छ है प्लेटहरू कि टेबलहरू गर्ने हो उनीहरूको पिकनिकमा नि ताना ओछ्याए छैन लगेर त्यहाँ माथि बसेर पकाएर लग्यो होइन खाना खाँदै गरेर देखाएछ भात ठिक छ अलिक पोको पकाइदियो त्यो टाइम ठिक छ त्यो टाइम ठिक छ मलाई मेरो कफी दिनु पानी खाने झोल मात्रै मासु परेन अझै मासु
नै भनेको नै भनेको झोल दे झोल